बिना कन्टेन्टको मेरो यो भिडियोलाई चाहिँ जस्ट पागल चाहिँ नभनिदिनु होला। हेलो एभ्रिवान, आज चाहिँ एउटा नयाँ भिडियोको साथ म पनि आइसकेको छु। तर आज सम्पूर्णलाई आज होलीको दिन ह्याप्पी होली भन्न पनि चाहन्छु। र हामी चाहिँ होली चाहिँ अहिलेसम्म नै मनाएको छैन, लगभग 5:30 भइसक्यो होला। होली मनाउने सोच चाहिँ थियो हाम्रो पनि, भनेनौ त। तर नि हामी चाहिँ होली मनाएनौँ, रुममै सुतेर गयो दिन, सुतेरै गयो मेरो चाहिँ दिन। तर होली फागु पूर्णिमा भन्छ भाइ, फागु पूर्णिमाको दिन त रङ्गिनुपर्छ जीवन पनि त्यो वर्षभरि चाहिँ जीवन पनि रङ्गिन हुन्छ भनेर भन्ने गर्थ्यो पहिला। त्यही भएर टिकासम्म पनि लगाइन्थ्यो। आज त टिका लगाएन, हेरौँ यो साल चाहिँ कस्तो हुँदो रहेछ, जीवन रङ्गिन हुन्छ या हुँदैन त्यो पनि मलाई थाहा चाहिँ छैन। तर केही छैन, हामी चाहिँ पशुपतिसम्म चाहिँ निस्केको, यसो हेरौँ होलीको माहौल कस्तो छ भनेर। दुईजना बहिनी चाहिँ पुरा आफ्नै तालमा मस्तीले हिँडिरहेछन् के। मलाई वास्तवसम्म गरेको छैनन्, म सुतेर पनि आँखै नखुल्ने गरी आफ्नो निन्द्राबाट बिम्झेर जाम भनेर रेडी भएर आएको। मलाई वास्तवसम्म छैन 10 रुपियाँको टिका लाउने भनेर। यिनीहरू चाहिँ नेपालको रानोहरू है, रानी बोल्दै कि रानोमा हल्का मसक्क टिका बनाएर हामी चाहिँ आएको। यो चाहिँ नेपालकै रानीहरू। होलीको रमाइलो त यता रहेछ नि त, यता साथीहरू। मलाई पनि यहाँ मिसिन मन लाग्यो तर मिसिदिन। अब अर्कोले पनि रानो भनेर एउटा भिडियो चाहिँ को लागि चाहिँ क्यामेरा ठहराइसक्यो है। रानो नेपालको रानो। मुनि मायाङ नानाङ हो नि। ल ठिक छ गायाङ नाङ्ने। ल भन्नुहोस् साब्जी, आज कस्तो लाग्दैछ? यो फुस्रे होली तपाईँलाई कस्तो लागिरहेको छ? बोल्नुहोस्। बबाल ओ लाग्नुपर्छ, यो फुस्रे होली पनि बबाल लाग्नुपर्छ। यति बेला बाहिर निस्किनुको कारण चाहिँ के हो लु, त्यो पनि भनिदेऊ तिमी। दिनभरि सुत्यो त्यही भएर अहिले निस्क्या हो। होइन, बिहान निस्केको भए लोलाले बङ्का हान्छ, त्यही भएर अहिले निस्केको है। त्यो पनि हो मेन रिजनै त्यही हो। जे होस् अहिले ठिक रहेछ सबै। लोला खेल्ने भाइ बहिनीहरू पनि रहेनछन् बाटोमा, मात्र लोलाले हानेको प्लास्टिकहरू र कलर मात्र रहेछ। जे होस् खुसी लाग्यो। यो साल चाहिँ लोलादेखि बच्यो, नत्र यति भाग्नु पर्थ्यो। पोहोर म यति भाग्या थिएँ नि त्यो लोलादेखि। ओ नो नो, म सम्झिन सक्दिनँ। दिपा पोहोर तिमी कति लोलाबाट भाग्यौ कि? तिमी र म कति भाग्यौँ? तिमीभन्दा बढी म भाग्या थिएँ है। बढी नै गफ भइसक्यो है। के को बढी गफ भएको थियो? भएको कुरा गरे हौ। कस्तो बढी कुरा गऱ्यो भने कस्तो हौ? गर्नु न हौ कस्तो ल भइसक्यो। होइन कि होली नखेलेको मान्छेलाई हान्नु हुँदैन यही भन्ने हो। यदि कसैलाई हान्यो भने हर हर महादेव भन्ने जत्तिकै गरेछन् त यहाँ त केटाकेटीहरूले। यो के हो यस्तो? चुङ 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 होइन, कहाँ जाने भन्ने, यता जाने कि यता जाने भन्ने हुँदा हामी चाहिँ जाने यतैबाट पऱ्यो क्या। यो पल्लो छेउबाट, पशुपतिको पल्लो छेउबाट जाने। ए मलाई मेरो साथीले पर्खिरहेछ आज। लगभग हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्न लागिसक्यो। यता अर्कोजनाले पनि स्टार्ट गरिसकेको छ। अनि मैले बनाउँदाखेरि चाहिँ मोबाइलले गर्दाखेरि चाहिँ उसलाई चाहिँ डिस्टर्ब हुँदो रहेछ। म अर्कोचोटिबाट चाहिँ उसले जब मोबाइल उठाउँछ नि, म चाहिँ पसिँदैन नडराइकन आऊ। अर्कोचोटि चाहिँ यसरी मोबाइल उठाउँदिनँ। तर यहाँ चाहिँ बाटो निर्माण हुँदै रहेछ, पुरानो बाटो भत्केछ। जे होस् यहाँ चाहिँ नयाँ परिवर्तन आएको रहेछ, खुसी लाग्यो। हामी चाहिँ बागमतीको तिरैतिर छौँ यसरी। तिमीलाई के भनेको? तिमीले के भनेर? तिमी काली अरे? तिमी काली होइन क्या, तिमीलाई काली भन्दैन। के भन्छ थाहा छ? त्यो तिमीलाई भगवान्ले दिएको वरदान हो क्या। तिमीले त्यसलाई जसरी पनि एक्सेप्ट गर्नैपर्छ। म डल्ली छु नि, यो पनि मलाई भगवान्ले दिएको वरदान हो, मैले एक्सेप्टै गर्नुपर्छ। सुशीला जेमा पनि ठिक छ, ल ल ल गर्छ। अनि अघि के को कुरा हुँदैछ हाम्रो? जे होस् आइफोन नभए पनि एन्ड्रोइड फोनबाट पनि हल्लाइदिउँ न त, होइन? हामी 3 जना भएर। म चाहिँ सक्दिनँ। तिमी सक्दैनौ? मैले बिस्तारै अलिअलि बानी पार्दैछु नि, कि छैन? छैन। तिमीलाई यति
पानी पार्न नसक्ने मसँग के चाहिँ खुबी रहेछ र हौ मसँग केही नै रहेनछ छैन अनि अघि के अरे अर्को तिम्रो भ्लगमा चाहिँ तिम्रो भिडियोमा चाहिँ मेरो ब्याचलर्सको कुरा भइरहेको थियो होइन भन न हौ कोहीले पनि सही दिँदैन यस पनि भन्दैन हो के कुरा भइरहेको थियो मेरो ब्यागले सिङ पारेर नि काली दिनु नि त्यो तिमीले बनाउनु पर्छ नि त कस्तो ब्युटिफुल देखिरहेको ए त्यो बेला यो फोनमा भन्दा पनि त्यो फोनमा ब्युटिफुल आउँछ नि त तर मेरो चाहिँ अनुहारको सबै दाग धब्बा देखाउँछ क्या मान्छेमा बिन्दास अनि मेरो ब्याचलरको कुरा भएको थियो होइन 2076 सालमा चाहिँ इटालीको जनता कलेजमा जोइन गरे होइन त्यो त्यति बेलाको चाहिँ माहौल र अहिलेको माहौल चाहिँ धेरै नै डिफ्रेन्ट क्या अब त्यत्रो धेरै स्टुडेन्ट त्यहाँ तल त थियो मर्निङको क्लास जाँदा राति नै हुन्थ्यो कि निस्किँदाखेरि जाँदाखेरि त गइहाल्यो निस्किँदाखेरि साथी छुट्यो भने कहाँ नपर्खिकन भेटिँदैन थियो त्यस्तो थियो माहौल अहिले जाँदा छैन साथी त के आफै नै कलेजमा हराइन्छ साथीको त कुरै नगर न थोरै छ अब समय पनि त्यस्तै लगभग भइसक्यो होला 4 वर्ष जति यदि रेगुलर भइदिएको भए त अब 4th इयरको एक्जाम दिन पर्थ्यो यदि कोरोना नै नभएको भए त सायद 5 वर्षै भइसक्थ्यो होला कोरोना नभइदिएको भए त्यो पनि कति भन न यही पशुपति कलेजमा आएर जोइन गरेकै 2 चोटि भइसक्यो त्यो पनि मरेर जान पनि मन लाग्दैन त्यही जबरजस्ती जानु परेको छ सरले पढाउनुहुन्छ सरले पढाउँदाखेरि म त्यहाँ निदाउँछु तिमी के भन्छौ यसमा होइन के ब्याचलर्स पढ्ने स्टुडेन्टहरूलाई गाली गर्नुहुन्न टिचरहरूले यति कुरा चाहिँ हो तर जस कम्पलसरी नेपाली पढाउने सरले चाहिँ हल्का सजेसन दिनु हुँदो रहेछ तिमीहरू आर्ट्स कमर्स पढ्ने स्टुडेन्टलाई भइदिए त अनि आर्ट्स कमर्स पढ्ने विद्यार्थीलाई भए त वास्तव हुन तर तिमीहरू एजुकेसन पढ्ने स्टुडेन्ट भनेको आफै पोलाइट हुनुपर्छ तिमीहरूले भोलि पढाउँदाखेरि तिमीहरूको क्लास कन्ट्रोल कसरी गर्छ यदि क्लास कन्ट्रोलै गर्न सकेनौ भने तिमीहरूको चाहिँ नम्बर भन्नु हुँदो रहेछ क्या काठमाडौँको नौतले धरारा हवाई जहाज मेरो क्यामेराले क्याप्चर गर्न सक्दैन हवाई जहाजलाई किनकि आइफोन होइन एन्ड्रोइड हो वाउ दिपुजले भ्यू खिचिरहेछन् हेलो घुमिखिरी रुम्जे तार भनेको यही हो जस पशुपति आएर यो बाटो चाहिँ यहाँबाट चाहिँ हिँडेको थिएन आज सुशीलाले बाटो यो बाटो जाम भनेर हिँड्यो हो यस्तो फन्नी हुनुपर्छ क्या जे होस् बाटोमा हिँड्दाखेरि पनि म जस्तै नाच्दै हिँड्ने उफ्रिँदै हिँड्ने पागल भने पनि भन्नुहोस् त सुशीला गुड योमा हाम्रो अघिको भिडियो कम्प्लिट भएको छैन राम्रो भएको छैन अब त्यो माथि गएर बनाउनुपर्छ ल ओके दिपा यता कपाल बस्ने ठाउँ हो कपाल भन्दा त म त पहिला चप्पल सुन्थेँ यो चप्पलहरू चाहिँ कता बस्छ भन्थेँ त्यस्तै हो कि के खोइ त्यो के हो हेर्दाखेरि त यो त के को पार्ट छ बोट जस्तो जमुनाको बोट जस्तो छ खानुपर्छ होला मेरो साथी बिचरा पुचुने मेरो साथी हाई क्युटी केही पनि छैन त के चाहिँ टिपेर खान्छौ खेलेको होला क्या सुशीला यो चाहिँ लिङ्गेपिङ हो नि त यो चाहिँ दिपाको चाहिँ हो है यहाँ झुन्डेर हेर्नु भन्छ होइन म एक हातले झुन्डिन्छु ल ओइ आफ्नो एउटा ज्यान त थाम्न नसक्दो रहेछ एउटा हातले त दिपा यो डाँडामा पनि थाहा छ मलाई फर्स्ट टाइम आएको बेला नि बाँदरले मेरो चटपटे खोसेर खाइदिएको यहीँ कस्तो कुरा गर्छ हौ सुन्दा पनि सुन्दैन मेरो कुरा जहाँ जाँदा नि खानै पर्छ त खानै पर्छ अनि त्यति बेला खानै पर्छ भन्दाखेरि खाने कुरा आयो को भाइ बहिनीहरू पनि थियौँ क्या सुनिन मेरो भदैनी सुनिन अनि भाउजू हुनुहुन्न थियो होला सुनिन म को थियौँ हौ अनि त्यति बेला आएको चटपटे खाने भएर चटपटे खाने भएन
केटाकेटी जस्तै त हो, जागा पनि बाबी हो र बुढी भए पनि। अनि खाएको यति ठुलो बादल आएर मलाई त कुटेर नै मेरो चटपटे खोसेर खाइदियो क्या। कस्तो साँच्चै भनेको, मलाई त्यहाँदेखि धेरै पटकसम्म 25सम्म बादलदेखि डर लाग्थ्यो। यता हो, यता मृगस्थली जाने। मृगस्थली त अलरेडी गएको, यता हिँडेको छैन होइन। जङ्गलको बाटो अब आज जङ्गल हिँड्न आएको हामी। यो चाहिँ नि कस्तो बखराको बोट जस्तै भी कति राम्रो फुलेको रहेछ हौ। के को बोट यसो हेर, थम्याउ मेरो आँखाले भ्याएन। यस्तै रहेछ जिन्दगी साइले बाँचुन्जेल गर्ने हो रमाइलो। जङ्गलबाट पनि टाकटुक गरी निक्ल्यो। अहिले त कलर गरेर कति राम्रो पो भएछ कि क्या हो। कि मेरो आँखा कलर भयो होलीको दिनमा, रङ नलगाएर आँखै कलर भयो कि के हो दिउँसो सुतेर। अब चाहिँ ओइ सुशीला अस्ति यहीँ आउनु भनेर देखेको होइन, पानीमा टिकटक बनाएर भाइरल भइसक्यो भन्दै हो के। गट्टङ टङ टङ भेल बग्छ नि त यहाँ। किटकिटी हो, म किटकिटीहरूलाई पछाडिबाट भिडियो बनाइदिन्छु। साथीभाइ भाइ गरेर हिँड। वा अहिले कहिले बत्ती बल्यो यहाँ। आज त पशुपतिको माहौल त साह्रै राम्रो छ है। जे होस् अरू बेला भन्दा चाहिँ मान्छे रहेनछन्। ठिक छ, बसन्तपुरले तानेछ आज। पशुपतिमा मान्छे भएन, मान्छे भएन। हाम्रो चाहिँ निधारतिर चाहिँ होइन, यता भुइँतिरको टिका चाहिँ धेरै है त। आम्मा हो यस्तो भएछ। ओ यता आऊ न, यता ल आऊ साथीभाइ भाइ तानेर लडाइदिनु नि। हामी साथीभाइ भाइ चिया नखाने दिदी, भर्खरै खाएर आएको हामी है त। के चल्छ? दारू चल्छ, दारू। आज पनि ठाउँ छैन। आज त रोज आउनु। हामी चाहिँ आरती हेर्न पनि आइपुग्यौँ है। आज नजिकबाट चाहिँ यसरी हेर्न चाहिँ पाइयो। जे होस् ठिक लाग्यो, तर पुजारीहरू चाहिँ आइपुग्नु भएको छैन। हामी चाहिँ आरती पनि सुरु चाहिँ भएको छैन, तर पनि हेरेर फर्क्यौँ। अनि हामीले चाहिँ विशेष गरी आरती हेर्नुभन्दा पनि हामीले हेरेको चाहिँ भिआइपी लास बोल्ने ठाउँ कि के भन्छ, त्यही चाहिँ लास बोलेको हेऱ्यौँ है। कसरी सुरुमा पोल्दो रहेछ, कसरी हुँदो रहेछ, दागबत्ती दिँदो रहेछ भन्ने चाहिँ आज देखेँ होला मैले। अरू बेला चाहिँ पराल लाएर माथि धुवा जाँदै गरेको मात्र देखेको थिएँ। आज फर्स्ट टाइम देखेँ यस्तो हुँदो रहेछ। तर हेर्न अलिक गाह्रो हुँदो रहेछ। आफ्नै आमा बाउ या कुनै आफन्त त्यसरी आगो लाग्दै गरेको हेर्न त गाह्रो हुन्छ होला। मलाई त्यस्तै फिल भयो। कपाल नखुइले लिसो चाहिँ पर्छ है। कपाल चाहिँ नखुइले ल। कि इमेजिन गर त, मेरो त आलु चाहिँ खुइले बनायो भने म कस्तो देखिन्छु होला। अनि यो मेरो सानो टाउको कस्तो देखिन्छ होला। यतिको पानी पचाउँछ होला हौ फोनले। पचाउनु लाउनुपर्छ आजको दिन ल। पशुपति एरिया फोन समाउँदाखेरि हात यस्तो कटकटी खान्छ। जिन्दगी कसरी कटाउने होला मैले भनेर म हाँस्नु स्वास्थ्यको लागि राम्रो हुन्छ अरे। हाँस केटी हो, हाँस किटकिटी हो, हाँस। त्यो पनि हो, तर होइन हाँस्ने भनेको कति बेला भन्दाखेरि जति बेला मन लाग्छ त्यति बेला दिल खोलेर हाँस्ने हो क्या। त्यो त्यसरी हाँस्छ त्यो भएन, त्यो दाँत देखाएको भयो। भिडियो बनाउनु पनि बाँकी छ त हौ। कहाँ हान्ने र उही त्यो भिडियो बन्नु पर्यो, जस्तो राम्रो होस् कि नराम्रो होस्। यस्तै हो हाम्रो भिडियो। बिना कन्टेन्टको कन्टेन्ट बनाउन आउँदैन। फतौरी जसरी उठ्यो त्यही हो। ल यो सालको होली चाहिँ होली खेल्ने होइन, हेर्ने यतिकै भइहाल्यो। यतिकै हेऱ्यो होली, हेरेर सक्यो। अब चाहिँ हामी चाहिँ राति पनि परिसक्यो, रात परिसक्यो र अब चाहिँ हामीले चाहिँ यो पशुपतिलाई एक राउन्ड लगाइसक्यौँ र। एक राउन्ड लगाइसक्यौँ पशुपतिमा। पल्लो बाटोबाट जङ्गलको बाटो निस्किएर चाहिँ यता मेन गेटबाट फर्काउँदैछौँ। आज चाहिँ यति नै होला। फेरि अर्को भ्लगमा भेट्ने बाचाका साथ
मैले चाहिँ मेरो भिडियोलाई यही अन्त गर्छु। हस् त धन्यवाद। तर मेरो भिडियो चाहिँ कस्तो लाग्छ हेर्नुभयो, यदि केही गरी तपाईँहरूकोमा पनि आएर हेर्नुभयो भने भनिदिनु होला, जस्ट पागल चाहिँ नभनिदिनु होला, किनकि मेरो ह्याबिट यस्तै छ। म जेमा खुसी छु त्यही कुरा त्यस्तैमा रमाउन खोज्छु। त्यही भएर साथीहरू अन्यथा नसोचिदिनु होला। बिना कन्टेन्टको मेरो यो भिडियोलाई चाहिँ यही समाप्त गर्छु। हस्त बाई बाई।